सयौँको सङ्ख्यामा घाइते भएर विभिन्न अस्पतालहरूमा उहाँहरूको अहिले उपचार चलिरहेको छ। उहाँहरूको शीघ्र स्वास्थ्यको कामनाको लागि। त्यस्तै गरी बितेर जानुभएका उहाँहरूको सुगतिमा बास होस्। उहाँहरूले जुन आफ्नो जीवनको आहुति दिनुभयो त्यो कुनै आफ्नो व्यक्तिगत स्वार्थको लागि थिएन। यो नेपाल राष्ट्र राम्रो होस्, यो राष्ट्रको प्रगति होस् भन्ने उहाँहरूको त्यो एउटा उद्देश्यका लागि उहाँहरूले त्यो चाहिँ आन्दोलनमा भाग लिनुभएको थियो। त्यसै कारण लुम्बिनी जस्तो पवित्र ठाउँमा बुद्ध भगवानको जन्मस्थलमा रहेका विभिन्न बिहार गुम्बाहरूका धर्मगुरुहरू यसरी एकै ठाउँमा आएर ती सबै आफ्नो जीवनको आहुति दिएका ती सबै व्यक्तित्वहरूलाई सम्झेर यो विशेष शान्ति पाठ गर्नुभएको ठुलो एउटा काम हो। र हामीले यो कार्यक्रम गर्न नसकेको भए हाम्रो एउटा ठुलो कमजोरी हुन्थ्यो। र यो विशेष गरी हाम्रो लामाज्यूहरूले मलाई सम्झाउनु भएको, भन्तेज्यू हामी यो कार्यक्रम गर्नुपर्छ। विभिन्न देशका विभिन्न ठाउँहरूमा यो कार्यक्रम भइरहेको छ, हामी किन यसरी पछाडि चुप्प लागेर बस्नु भनेपछि मलाई चाहिँ झसङ्ग भयो। र आज सबैजनाको सहभागितामा हामी भिक्षुहरू लामाज्यूहरू त अब यहाँ छौँ, त्यसका साथसाथै अरू सङ्घ संस्थाहरूका पदाधिकारी सदस्यज्यूहरू पनि हाम्रो यो कार्यक्रममा आज सहभागी हुनुहुन्छ। लुम्बिनी बौद्ध महिला समितिका धेरै पदाधिकारी सदस्यज्यूहरू यहाँ हुनुहुन्छ। त्यस्तै गरी होटेल एसोसिएसन, त्यस्तै गरी विभिन्न यहाँ लुम्बिनीका सङ्घ संस्थाहरूको हामीले उहाँहरूलाई खबर गरेका थियौँ। आजको हाम्रो यसरी एउटा विशेष प्रार्थना कार्यक्रम हुनेछ, आउनुहोला भनेर उहाँहरू यो कार्यक्रममा सहभागी हुनुहुन्छ। हजुरहरू सबैलाई यो कार्यक्रम हामी सम्पूर्ण धर्मगुरुहरूको, भिक्षु लामाज्यूहरूको सम्पूर्ण लुम्बिनी बुद्ध धम्म सङ्घ समिति, जो यहाँको सम्पूर्ण बिहार र गुम्बाहरूको एउटा हाम्रो समिति छ, र त्यो समितिको तर्फबाट सम्पूर्ण हजुरहरूलाई म विशेष साधुवाद दिन चाहन्छु। हजुरहरूको उपस्थितिले गर्दा आजको हाम्रो यो शान्ति पाठ विशेष भव्य सभ्यका साथ सुसम्पन्न भएको छ। अब हामी हाम्रो यो पाठपछि 108 बत्ती हामी दीप प्रज्वलन गर्न हामी बाहिर गएर दीप प्रज्वलन गर्नेछौँ। र यो कार्य हाम्रो यो विशेष शान्ति पाठमा सहभागी हुनुभएकोमा सम्पूर्ण बाबुज्यूहरूलाई म हृदयदेखि नै साधुवाद दिन चाहन्छु। र हामीले जुन उद्देश्यका साथ यो आजको यो कार्यक्रम गरेका हौँ, यो उद्देश्य पुरा होस्। भगवान बुद्ध माता मायादेवीको आशीर्वादले सदा सर्वदा नेपालमा सुख शान्ति छाओस्, नेपाल देशको कल्याण होस्, मङ्गल होस्, लुम्बिनीको पनि विकास होस्, लुम्बिनीवासीको पनि विकास होस्, सबैको कल्याण होस्, मङ्गल होस्। साधु साधु साधु। Không.